स्टार्ट हुन्छ यताको चरणमा स्टार्ट वाचनशील खानमा नि यहाँ यता रहेछ प्लिज पुल द लाइन अप टु मेक द वे फर पेंगुइन पेंगुइन ये बनाउँदा पेंगुइन आउँदा पेंगुइन त्यो त के को मूर्ति हो यस्तो डरै लाग्दैछ त के हो आमामा इलेक्ट्रिक किल पो रहेछ त यो त इलेक्ट्रिक किल पो रहेछ त यो त यहाँ छोरी बाल्ला छ आया पेंगुइन सानो पेंगुइन सुरजलाई यो चाहिँ इलेक्ट्रिक किल हो नि करेन्ट यो चाहिँ बाम माछा हो कि करेन्ट हान्छ नि यसले त खतरा डेन्जर करेन्ट हान्छ खतरा मान्छे त माछाहरू मगरमच्छहरू ड्याङ्ग्री ड्याङ ढालिदिन्छ नि यसको करेन्टमा पर्यो भने क्या किन हान्छ यसको जिउमै करेन्ट हुन्छ क्या त्यसलाई छोयो भने यो उसलाई डेन्जर भएको महसुस गर्यो भने उसले हाल्ने करेन्ट आउँछ क्या यो पेंगुइनहरू धेरै छ कहाँ गयो एउटा फ्याँकिदिएर भन्ने आमै पेंगुइनहरू के हो पेंगुइनलाई नचाउँछु ल म हेलो नाच्छ फेरि हात उठाउँदा उठाउँछ उठाउँछ दाजु भिडियो यतै होला अगाडि पुग्नु भयो होला यो चाहिँ के रहेछ एसियन स्मल क्लाउड मुसा हो यहाँ मुसा जस्तो छ पानी मुसा हो एसियन स्मल ओ दाजु अब त यत्रो आउँछ है माथि अब यहाँदेखि चाहिँ झन् अझ सागहरू के हो यो वाट इज द्याट टेलिभिजन स्विमबोट जस्तो छ
खाले माछा आमामामामामामा सार्क पनि रहेछ त त्यो सार्क होइन सार्क हो बेबी सार्क आमामामा यहाँ त अलिक ठुलो खाले सार्क त्यहाँ चाहिँ आउँदैछ आमै कति राम्रो माछा हो कति राम्रो माछा बेबी सार्क भिडियो बनाउँदा म त्यो भित्र हुन्छु ल हुन्छ हुन्छ हाम्रो दाजु समुद्रमुनि छ है समुद्रमुनि यो सार्क ती खेलिरहेछ ती समुद्रमुनि छ बेबी सार्क बेबी सार्क सार्कको दाँत के हो यो सार्कको जौहरू छ त सार्कको जौहरू आमा यो ग्रे नोज सार्क भन्छ ग्रे रेप सार्क कि यताको यसको जौहरू दिएको छ त यस्तो हुँदो रहेछ सार्कको त दाँत त आमै नि त मार्छ यो चाहिँ के हो फेरि वाट द्याट कत्रो सार्को यो त स्ट्याचु जस्तो छ स्ट्याचु ल के छ आमै हाम्रो दाजु डराएको जस्तो गर्नु न डराएको जस्तो गर्नु न डराएको सार्कले खानु आँटेछ हाम्रो दाइलाई होइन 잠시 안내 말씀드리겠습니다. 지금 2시부터 호랑이스 구조 상어 특별설명회 예정입니다. 바라보는 모습에 대해서 어떡해요? 다시 한번 안내드립니다. यो त अब बिग सार्क पो रहेछ त खतरा ठुलो छ त ठुलो रहेछ त नि हेर्नु त यहाँ मुनि यो सार्क कत्रो हो How do you do that? रचिङ फाट के छ सार्क छैन रहेछ Cái này bị sợ hơn bên kia á. Này để ấy thôi. Phải làm gì nó lúc होइन यो सार्क पो रहेछ त कत्रो हो हेर्नु त आमै कत्रो राति भएर होला नि